नमस्ते, मेरो नाम लक्ष्मी विश्वकर्मा हो। आज चाहिँ हामी चमेर गुफा घुम्न आएका छौँ। मेरो दाइको भ्लगलाई लाइक, कमेन्ट र सब्सक्राइब सबैजनाले गरिदिनु होला। धन्यवाद। धन्यवाद। नमस्ते। हजुर ल है, सबैजनाले मनमा लिएर लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। होइन सेनबेल खान्छ नि, पानी बिना माछा कहिले बाँच्छन्? पानी बिना माछा कहिल्यै बाँच्दैन। हेलो सबैजनामा, आज पनि म एउटा भ्लग लिएर आउँदैछु होइन। आज चाहिँ चमेरी गुफाको एउटा सानो भ्लग हाल्दैछु, हेरिदिनु होला। 2-4 जना गएर चाहिँ जानेवाला छौँ। भ्लग चाहिँ स्टार्ट गर्नेवाला छु है। ल है, म चाहिँ लागेँ अब चमेरीतिरको। आजको मेरो लक्ष्य पुरा गर्नेवाला छु। आजको भ्लग चाहिँ इन्ट्रेस्टिङ हुनेवाला छ। बात तो सही है। लगभग 2-3 सालपछि म चमेरी गुफामा जानेवाला छु। म मात्रै होइन, लगभग 5-7 जना भइन्छ होला सायद। आजको भ्लग चाहिँ हेर्दै गर्नु होला। म स्टेप टु स्टेप हाल्नेछु। अब म लाग्दैछु बाटो चाहिँ धेरै माथि हो। लगभग 2 घन्टा लाग्छ यहाँबाट। त्यही पनि म स्टेप टु स्टेप हाल्दैछु, काटी हाल्नेछु है साथीहरू। पहिला पानी खानु पर्छ थोरै। म चाहिँ लाग्दैछु मोटर बाटोबाट। के गर्दैछौ? गिटी टिप्न? गिटी टिप्दै हौ? ल ल ल छोरा, म अब सर्टकट जानेछु। यताबाट चाहिँ अलि छिटो हुन्छ भनेर चाहिँ म चाहिँ सर्टकट जानेवाला छु। सर्टकटको बाटो गएपछि केही चाहिँ सजिलो हुन्छ। सर्टकट जान्छु। उताबाट चाहिँ बहिनीहरू आउँदैछन्। यताबाट चाहिँ म भाइ चाहिँ अघि गइसक्यो सायद। यो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो अदुवाबारीको हेल्थ पोस्ट। म चाहिँ यसैबाट ठाडै गएर उता तेर्सो जानेछु है। म चाहिँ पिपलमा आइसकेँ माथि। देख्न सक्नुहुन्छ यो चाहिँ छहरा, जुन अस्ति पनि मैले हालेको थिएँ फर्स्ट भ्लगमा। यता चाहिँ अदुवाबारी। हामी चाहिँ यहाँबाट हुँदै माथिबाट त्यो डाँडा पुग्ने झुम्मको बुटुसिम। यहाँबाट पछाडि है हामी जाने। माथिबाट गइन्छ। यताबाट धेरै सर्टकट पर्छ नि त। तलबाट बाटैबाट गएर माथि जानुपर्छ भने यताबाट सर्टकट पर्छ है। फाइनली बहिनीहरू पनि आइसकेका छन्। अब सबैजना रमाउँदै कराउँदै जानेवाला छौँ। ओहो, यो गर्मीमा कसरी पो जाने होला त? आइसक्यो। ओए 3 जना आउनु बाँकी। रिसाउने मान्छे चाहिँ उहाँ भिडियो बनाउने चाहिँ हो। कपडा काटेर रिसाएर बस्नु थियो रे। छिटो आयो, छिटो। शेरहरू पनि आइसकेका छन्। डगर बल्ल। हाई गाइस, हामी चाहिँ चमेरी गुफा जान लागेका छौँ। ल हैन, यहाँ सर्टकट जाम है।
अब हामी चाहिँ आफ्नो गन्तव्य लागिसकेका छौँ। ओहो यो घाममा बच्नु पर्नेछ। 40 डिग्रीको गर्मी। हामी चाहिँ सर्टकट जानेवाला छौँ। यता चाहिँ के लाग्ने दोप्सु कुरो। हामी चाहिँ धैर्यनी भित्रबाट जानेवाला छौँ। सर्टकट जाँदा फाइदा त हुन्छ तर बेफाइदा पनि धेरै छ। देख्न सक्नुहुन्छ धैर्यनी सकिएर खोल्साको बाटो खरबारीमा जानेवाला छौँ। हामी चाहिँ धैर्यनी सकेर खरबारीको बाटो जानेवाला छौँ है। अब यहाँबाट चाहिँ अलि तेर्सो हामी चाहिँ उपल्लो बाटो हुँदै सर्टकट हुँदै चमरी गुफातर्फ जानेवाला छौँ। मोटरबाट चाहिँ 2 घन्टा लाग्छ, यता चाहिँ 1 घन्टा। देख्न सक्नुहुन्छ क्लियर। देखिरहेको जसो घर हो कमेन्ट गर्नु होला है साथीहरू। भ्लग बनाउन चाहिँ आफ्नो शैली हुन्छ, मेरो चाहिँ अलग छ। बात त सही है। मलाई खानेवाला छु है म चाहिँ। लक्ष्मीमा एकचोटि कुर्ल्यो त कुर्ल्यो कतिसम्म सुनिने रहेछ। अप्ठ्यारो भनेको यही हो अब। ल लास्टै अप्ठ्यारो यही हो। त्यहाँ त गाउँघरको बाटो यस्तै हो। गाडीमा भयो बाइकमा गइन्छ सुइँ। के रे लक्ष्मीमा जाने हुन् रे माथिबाट आएका। ल देख्न सक्नुहुन्छ यो सबै अदुवा बारी खौलार बजार। ओहो के छ त्यहाँ? ए बुद्ध खै है जुरेलाको बच्चा। बिजा त्यति सानो खै यसो ल है कृष्ण मामा घर बुढो घर यो आफ्नो घर हेर्नुहुन्छ फेरि। जाम चलो खाँदै केटीहरू अर्ग्यानिक औषली। यो बाटो हिँड्नु धेरै औषली खानु पाइँदैछ। पूजा यो बाटो हिँड्दैन म झोली नै खान्छु तर आज खानु पाएन। पाइयो सेन भाइ केही भन्न छ भने भन के भन न। हाँसा देख्छ त्यहाँ फर्केर। रोड बाटोमा आइसकेका छौँ। को हो बुढी नाम भन त? के हो? यसो पाकिरहेको छ, गर्मी बढिरहेको छ। किम्मु हात काटो। चाहिँ माथि आयौँ डाँडामा। अब धेरै छैन 15 मिनट है। 15 मिनट पछि त गुफामा पुगिन्छ। भित्र गएपछि जेनी हुनसक्छ है, पछि भेट्नु हुनसक्छ नहुनसक्छ। ओहो 2 बोतल मगाएका छन् लोकल रक्सी पकाएर हिँड्नेवाला छन् है। कति छन् भाइ मलाई देखाउ त। होइन सेनबेल खान्छ नि। पानी बिना माछा कहिले बाँच्छन्? पानी बिना माछा कहिल्यै बाँच्दैन। अब हामी
पहिलोचोटि आइ बापा अन्त अब जानेवाला छौँ अब यहाँबाट मोटरबाट तेर्से अब धेरै अनिको 10 मिनट 10 मिनट लाग्छ यो चाहिँ छहराको किरण चमेरीको किरण ल है हामी चाहिँ चमेरी गुफादेखि थोडा बलतिर यहाँ चाहिँ भिर छ बारीबाट आएको त बारी A few moments later. नमस्ते मेरो नाम लक्ष्मी विश्वकर्मा हो आज चाहिँ हामी चमेरी गुफा घुम्न आएका छौँ मेरो दाइको भ्लगलाई लाइक कमेन्ट र सब्सक्राइब सबैजनाले गरिदिनु होला धन्यवाद धन्यवाद नमस्ते हजुर ल है सबैजनाले मनमा लिएर लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला दाइ पिङ अब त बहुत बबाल हुन्छ तेरो पिङ मारो न कोले खोज्थेला चाहिँको अब फाइनली हामी गुफातिर जाँदैछौँ है माथि नि गइन्छ ओहो के हो यो होइन के हो यो ओहो नि चमेरी गुफा नाम चाहिँ किन राखेको होला यहाँ पर्यटनहरू घुम्न आइरहेका हुन्छन् यस घुमफिर गर्नको लागि भित्र चुवा गरिरहेको छ के होला चमेराका बच्चाहरू छन् त्यसैले शिव दर्शन यहाँ कोही नयाँ कोही आउँदै हुनुहुन्छ भने यहाँ पैसा चढाएर मात्र भित्र प्रवेश गर्न सक्नुहुन्छ किनकि नत्र यहाँ भित्र त्यति जान्छ भने केही न केही आफूले असर गर्न सक्छ हामीले चाहिँ पहिले चढिसकेको थियौँ 2 चोटि भयो आएको त्यही भएर चाहिँ हामीले पढाउन चढाउन पर्दैन म चाहिँ 3 चोटि आइसकेँ आफ्नै गाउँ भएको हुँदा 3 चोटि आएँ आज भ्लग चलाएको मात्रै आएको राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला राम्रो लाग्दैन भने नहेर्नु होला हामी आजको भ्लग स्टार्ट गर्दैछु गो भित्र चाहिँ एकदम अँधेरो रहेछ लाइट नलिउँदा एकदम उ भयो है एकदम अँध्यारो छ गुफा लाइट भए सबै छर्लङ्ग देखाइदिनु नि त देख्न सक्नुहुन्छ चमेराको महल नडरे किन होइन लोटाउँदाखेरि झन् रङ्ग लाग्छ झन् सोही हुन्छ देख्न सक्नुहुन्छ यो पहिलो ढोका भित्रको यता हेर्नु यो चाहिँ पहिलो ढोका देख्न सक्नुहुन्छ भित्रको यस्तो हुन्छ यहाँको ढोका चाहिँ एउटा ढोका काटिसक्यो फाइनली ल यो त चाहिँ यस्तो चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ पहिलाको मूर्ति होला चमेरा छ न यहाँ चाहिँ कुकुर त आउँछ कहाँ खै कुकुर आउँछ कुकुर नि चमेरा उडिरहेका छन् चमेराका पुरै बथान छन् देख्न सक्नुहुन्छ पुरै उडिरहेको छ नि हेर्न आत्तिकिन एकदम देख्न सक्नुहुन्छ यहाँको पानी रसाइरहेको छ हामीले चाहिँ 2टा ढोका काटिसक्यो है एकदम ओह्रालो र उकालो होइन उतै हो कि हामी जाने अगाडि यता अगाडि न हो हामी चाहिँ 2टा ढोका काट्यो कता हो र अब माथि जाने उता हो उता म उता लान्छु तिमीलाई
हामी चाहिँ दुईटा ढोका काट्यो अब बाहिरतिरबाट जानुपर्छ अर्को त्यो चाहिँ जे होस् रमाइलो भयो भलकमा चाहिँ त्यति राम्रो आएन आफूले देख्दा चाहिँ एकदम राम्रो छ सुरुको भित्र गएर यो देखाउँछ ल हामी चाहिँ दोस्रो गुफातिर लाग्यो है एउटा काटिसक्यो अब अर्को चाहिँ के यो चाहिँ सेकेन्ड वाला फर्स्ट सेकेन्ड थर्ड चाहिँ माथि पनि छ एउटा कालो रहेछ ओहो नि असली गोल्ड डायमन्ड सक्नुहुन्छ केही मूर्तिहरू छन् केही मूर्ति छन् यहाँ लाइभटीको मेरो मनमै कान्छी कस्ता ठोकेको देख्न सक्नुहुन्छ मूर्ति गणेशको मूर्ति जस्तो नि छ त यो के को मूर्ति हो यो उसको का अगाडि हैन हैन शिव शिव हामी चाहिँ अब माथिमा थर्ड वालामा जान्छौँ त्यसपछि भयो है लास्ट गुफामा जाँदै माथि र थर्ड वालामा त्यसपछि हामी लाग्नेछौँ घर होइन के मागिरहेको छ गरेको छ देख्न सक्नुहुन्छ यहाँ कुनै ढोका छैन एकदम खुल्ला छ भन्छन् कि खै पाइला छ नि पाइला एउटा दुईटा तिनटा पाइला देख्न सक्नुहुन्छ यदि राम्रो लाग्यो भने घुम्न आउन सक्नुहुन्छ टाढो टाढोबाट यो गाउँका भन्दा टाढो टाढोका म त्यसको लोकेसन पठाइदिनेछु त्यहाँ देख्न सक्नुहुन्छ हात्तीको होइन त हात्तीको मन्टो ओहो यहाँ देख्न सक्नुहुन्छ म चाहिँ त्यहाँ अलि सक्दिनँ कि जस्तो लाग्यो माथि जाँदैछु सकिन्न कि यस्तामा त सकिन्छ कोसिस गर्ने त जेन सकिन्छ एकदम बबाल रहेछ यहाँ चाहिँ देख्न सक्नुहुन्छ यता रमाइलो छ हैन के हो यो लेकिन ये साला कर क्या रहा है यहाँ पे अब हामी चाहिँ फाइनली घर फर्किनेवाला छौँ अब तीनटा गुफामा फस्यौँ कोही राम्रो आयो होला कोही नराम्रो आयो होला कमेन्ट गर्नु होला ल है त साथीहरू बाई बाई अब तल भेटौँ ल तल आइसकेका छौँ अब चाहिँ मुनतिर गएर फोटो खिच्ने त्यसपछि अब लाग्ने घरतिर हामी चाहिँ अब यहाँबाट छुट्नु पर्ने हुनेछ अब हामी चाहिँ जानु पर्ने हुन्छ ल मेरो भलोलाई केही भन्दिनु दिदा शब्द तेजी विश्वकर्माको भलाकलाई चाहिँ माया गरिदिनु होला लाइक कमेन्ट शेयर आउनु आजको भ्लग चाहिँ के कस्तो लाग्यो सल्लाह र सुझाव दिन नभुल्नु होला भन्दै आजको भ्लग चाहिँ यहाँ इन्ड गर्न चाहन्छु बाँकी नेक्स्ट भ्लगमा भेट्नेछौँ के भन्न चाहन्छु लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला ल सबैजनालाई बाई बाई भन्छु सबैजनालाई बाई बाई